कहीँ दूर बक्रा खोला पहिले पर थियो अनि यहाँ आएछ बक्रा खोला नि सुकेछ है अब चाहिँ हाम्रो गाउँको बक्रा खोला है हाम्रो गाउँको मिनी आर्यघाट पनि हो यसकै किनारमा पर आर्यघाट पनि छ होइन अब यसरी खतरा यहाँ बाटोहरू पनि बाटो यो बाँध बाँधेको यस्तो छ अवस्था ए झन्डै चिप्लेर लडिन है पोटेर गाडीको फुलबारी तेरीमा टोक्ने नहेर त यहाँ के गाडी यो अर्का बारी हो मार्छन् होला मारन माडम फर यो चाहिँ होइन त्यस पछाडि हाम्रो चाहिँ हाम्रो खेसारी बारी यसरी खाने हो टपक्क टिप्ने तर मैले खानु हुँदैन हातमा बेसरी छ टिप्ने एउटा यो खेसारी बारी पहिले यस्तो गरेर बसेर चोरेर खान्थ्यौँ हामी यो चाहिँ खेसारी बारी हो पोटा चाहिँ मजाले लागिसकेको अरे नि झन् कुनै टाटै रहेछन् कुनै चाहिँ ठुलै नै भइसकेछन् होइन यो आफ्नै पाराको रहेछ यो त जसले राम्रै रहेछ पातलो रहेछ यहाँ दबाई हानेको मकैबारी दरेम हरिया काँक्रा करेम भोलिपर्सि यहीँ हुन्छ गुड बाई सक्यो हामी सक्यो फास्ट त सुपर फास्ट हानिदिएको हानिदिएको चाहिँ पुगेन अलिक पारा ल्याइएन चाहिँ अब नेक्स्ट टाइम पारा आउँछ या पारा च्याउ फले चाहिँ च्याउ यो च्याउ खान नमिल्ने च्याउ के पनि रहेछ च्याउ मकै पनि सुपर छन् सुपर योचोटि 2.5 केजीका मकै घोगा फलाउने सोच छ 2.5 केजीका फल्यो भने अनि यहाँ मान्छे कुटिन्छ है ल त्यो चाहिँ उयो चाहिँ हात्ती बसेर मकै मारेछ बाजियाले सपनामा बसेको हात्ती बिपनामै मर्यो त्यस्तै छ हात्ती बसेको ठाउँ अब जाने हो होइन त्यस्तै छ चाल बारीमा नगरी नहुने यो स्वार्थी पेटलाई गर्नै पर्यो त एउटा चाहिँ हाम्रो मकैबारी दरेम उपर डेल्सामा बाँधेको डेल्सामा अब यति त गर्नु पर्यो नि त मकैबारी सोलिड छ ल